के को मासु मन पर्छ? अनि मामु मन पर्दैन। ल मामु मन पर्दैन? किन? पिनुहुन्छ जहिले पनि। ह्यानलाई नेपालीमा के भनिन्छ? कुक्सा भन्छ। छोरी हजुर। छोरी हजुर। तिमीलाई मासु मन पर्छ? मन पर्छ। के को मासु मन पर्छ? कुकुरको। कुकुरको मासु खान्छ? उता बाहिर भएको कुकुर? छ्या कहिले खाएको कुकुरको मासु? आधा। छ्या कसले ल्याएर दिएको? कसले दिएको कुकुरको मासु? कहिले पनि होइन। कहिले पनि होइन। कसले ल्याएर दिएको कुकुरको मासु? आफैले खाइदिए। कुकुरलाई गएर टोकेको? आक्को गएर टोकेर खाएको हो? धार पनि खाइदियो कुकुरको? यस्तो झुटो कुरा गर्ने। अनि के को मासु खाएको हिजो? हिजो खाएको होइन? के को खाएको? कुखुराको होला नि, कुकुरको हो त? कुकुरको ढाड खाइदिएको? कसले कुकुरको भन्न सिकाएको? हजुरलाई को मन पर्छ? बाबा। अनि मामु? मन पर्दैन। ल मामु मन पर्दैन? किन? माया मात्रै मन पर्छ। माया मामु मात्रै मन पर्छ? अनि जानकी मामु चाहिँ मन पर्दैन? किन? पिनुहुन्छ जहिले पनि। मामुले पिट्नुहुन्छ? अनि किन पिटेको त? भनेको मान्दैन भनेर? यता हेर। भनेको मान्दैन भनेर पिट्नुहुन्छ? अनि किन नमानेको त? मानेको। अनि मानेर पनि किन पिट्नु भयो? अनि कुनै हातिछु त? यता चुलाएर बस्छ तिमी। ए मामु मन पर्दैन? अनि मामुले खाना दिनुहुन्छ, स्कुल लगिदिनुहुन्छ, लुगा धोइदिनुहुन्छ, अनि राति सुताउनुहुन्छ, मन पर्दैन? मन पर्छ। अनि अघि त किन मन पर्दैन भने? मन पर्दैन भने त फेरि भोलि त मामुले त माया गर्नु, राति त सुताउनुहुन्न, राति त बाटामा लगेर फेरि राखिदिनु हुन्छ। त्यहाँ बाटामा लगेर कुकुरसँग। कुकुर त राति त्यहीँ बस्छ बाहिर। कुकुर त राति बाहिर बस्छ। तिमीले टोक्ने होइन कुकुरलाई? कुकुरको मासु खाने भने होइन? त्यस्तो भन्नुहुन्न, सबैलाई माया गर्नुपर्छ है त। भयो भने हस् भन्नु। हस् भन्नु। बाबा पनि मनपर्छ, मामु पनि मनपर्छ, बाबा पनि मनपर्छ, बुबा पनि मनपर्छ, आमा पनि मनपर्छ, दिदी पनि मनपर्छ, ठुलो मामु पनि मनपर्छ, दादा पनि मनपर्छ, बुनी पनि मनपर्छ। अनि जेठो ठुलो बाबा पनि मनपर्छ। ओके? मन पर्दैन भन्नुहुन्न है। अनि ज्ञानी भएपछि त पिट्नुहुन्न नि त मामुले। आज पिट्नु भयो? पिट्नु भएको छैन। अनि भनेको मानेपछि, पढेपछि है, मामुले भनेको मान्नेपछि, होमवर्क गरेपछि, मतलब स्कुल गएपछि होइन, अनि माम खाएपछि, अनि माया गर्नुहुन्छ नि त, पिट्नुहुन्न। अनि भनेको नमानेपछि है, अनि खालि रोइ गरेपछि त अनि पिट्नुहुन्छ। ज्ञानी छ। चलाउ न, यो नचलाउ, केही पनि नचलाउ भन्दैछु त। यहाँ मसँग गफ गर कि यहाँ बस टपक्क लगाएर। अनि अस्ति नै बुबाको घर गएको होइन?
अनि के खाएको बुबाको घरमा? साग साग? मासु खुवाउनु भएन? हेलो, बुबाले मासु खुवाउनु भएन? मासु ल्याउनु भएन? ल्याउनु भयो अनि के को मासु? के को मासु? ह्यानको मासु ह्यानको मासु? ह्यानलाई नेपालीमा के भनिन्छ? कुखुरा भन्छ कुखुरा? कुखुरा कुखुरा हो नि त। अब फेरि भनाइ हेरेर मेरो ठुलो बाबाको यहाँ हेर न अलि जोडले भन्नु। मेरो ठुलो बाबाको युट्युबलाई सब्सक्राइब गरिदिनु होला भन्। सबैलाई नमस्कार। हात जोडेर नमस्कार भन्नु पर्यो नि फेरि। हेर सबैलाई नमस्कार। हाम्रो भिडियो हेर्नु भएकोमा धन्यवाद। हाम्रो भिडियो हेर्नु भएकोमा भने यहाँ हेरेर हाम्रो भिडियो हेर्नु भएकोमा धन्यवाद। बाई बाई। यहाँ हेरेर बाई बाई।